हालै भैरवामा सम्पन्न भएको बुद्धिस्ट इन्टरनेसनल ट्राभल मार्टमा स्वदेशीसँगै विदेशी पर्यटन व्यवसायीहरूको पनि उत्साहजनक सहभागिता रहेको थियो। मार्टले लुम्बिनीको पर्यटन प्रवर्धनमा ठूलो सघाउ पुगेको आशा गरिएको छ। ट्राभल मार्टको आयोजनाले यस क्षेत्रको पर्यटनमा दीर्घकालीन प्रभाव पार्ने नाट्टा लुम्बिनीका अध्यक्ष चन्द्र थापा बताउनुहुन्छ। बीआईटीएम मार्फत चाहिँ हामीले चाहिँ विदेशमा भएका ट्राभल एन्ड टुर अपरेटर, विदेशी मिडिया ब्लगरहरूलाई चाहिँ हामीले नेपालमा आमन्त्रण गऱ्यौँ र बुद्धसँग सम्बन्धित विभिन्न ठाउँहरू लुम्बिनी, किलौराको रामग्राम जस्ता क्षेत्रहरूको चाहिँ हामीले चाहिँ उनीहरूलाई फार्म ट्रिप आयोजना गऱ्यौँ। अनि यसपछि हाम्रा नेपाली पर्यटन व्यवसायी र त्यहाँका पर्यटन व्यवसायहरू बिचमा B2B कार्यक्रमहरू सम्पन्न भएका छन्। यसले यस क्षेत्रको पर्यटन व्यवसायीहरूको क्षमता अभिवृद्धि एउटा प्रमुख कुरा भएको छ भने अर्को कुरा यसले एउटा अन्तर्राष्ट्रिय स्तरको ट्राभल मार्टहरूमा चाहिँ हामी व्यवसायहरू कसरी प्रस्तुत हुन सक्नुपर्दछ अथवा बजारको अवस्था के छ, इन्टरनेसनल सम्भाव्यताको अवस्था के छ, त्यस विषयमा चाहिँ यो ट्राभल मार्टबाट हाम्रा व्यवसायले क्षमता अभिवृद्धिका कामहरू, एउटा सिकाइहरू, अनुभवहरू चाहिँ लिनुभएको छ जस्तो मलाई लागेको छ। यसबाट हामीलाई राम्रो प्रभाव पर्छ। विशेष त यो लुम्बिनीमा अन्तर्राष्ट्रिय विमानस्थल, यो जुन गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल छ, यो विमानस्थल अहिले सञ्चालनमा रहेको छैन। कमसेकम बौद्ध मार्गी मुलुकहरूको लागि, लुम्बिनी आउने पर्यटकहरूको लागि यो विमानस्थल चाहिँ एउटा अन्तिम र प्रस्थान गन्तव्य बिन्दु हुनसक्छ भन्ने कुराको प्रचार पनि हामीले यसमा चाहिँ गरेका छौँ। त्यसले पक्कै पनि त्यो विमानस्थलको व्यावसायिक दिगो सञ्चालनमा राम्रो प्रभाव पार्छ र भोलि बिहान हाम्रो यस क्षेत्रको चाहिँ पर्यटन आगमनमा वृद्धि हुन सक्छ भन्ने कुरा चाहिँ मैले आफूले महसुस गरेको छु। जस्तो यहाँ चाहिँ कति सहभागी छन् विदेशी प्रतिनिधिहरू, स्टलहरू अथवा विदेशी हामीले बोलाएका विभिन्न आमन्त्रित व्यक्तित्वहरूमा चाहिँ अब ट्राभल टुर अपरेटर कम्पनीहरू, त्यसपछि मिडियाहरू गरेर चाहिँ 115 जना जति हाम्रो चाहिँ यसमा छ। र नेपाली ट्राभल व्यवसायहरूको, होटल व्यवसायहरू, केबल कारहरू, एयरलाइन्स कम्पनीहरू गरेर चाहिँ लगभग यस चाहिँ भैरवाका क्षेत्रमा चाहिँ तपाईँको 400 जना जतिले चाहिँ यहाँ सहभागी भएको मैले अनुभव गरेको छु। विभिन्न लगभग प्रतिष्ठित व्यक्तित्वहरू पनि यसमा चाहिँ आएर यो अन्तर्राष्ट्रिय स्तरको चाहिँ यो बीआईटीएम कसरी चाहिँ सञ्चालन गर्न पर्दो रहेछ र यसले चाहिँ कस्तो प्रभाव पार्छ भन्ने विषयमा सामान्य जानकारी लिनुभएको छ। र पक्कै पनि यस्ता कमी कमजोरी भएका होलान् छन्। अब हामीले प्रशिक्षित भएर चाहिँ थप यस्ता प्रवर्धनात्मक कार्यक्रमहरू गर्नुपर्छ। टुरिज्म बोर्डको यस क्षेत्रमा चाहिँ यो चाहिँ एउटा पर्यटन सम्बन्धी चाहिँ एउटा राम्रो कार्यक्रम हो। पर्यटनको सिजन पनि हुन्छ दसैँपछि, होइन? अहिले त अलिकति गर्मी जस्तो दसैँ असोजपछि, असोजदेखि चैतसम्म त्यति बेलाको लागि चाहिँ पर्यटन प्रवर्धनको लागि, यस्तै अन्तर्राष्ट्रिय प्रवर्धनको लागि के कस्ता कार्यक्रमहरू गर्दै हुनुहुन्छ नाटाबाट? यो मेन कुरा त हामीले पर्यटनसँग सम्बन्धित कामहरूको लागि निजी क्षेत्र एक्लै लागेर चाहिँ सम्भव हुँदैन। राज्यको पनि यसमा चाहिँ ठुलो चाहिँ इफोर्ट हुनुपर्दछ र दुवै क्षेत्रको चाहिँ दुवै सरकारी क्षेत्र र निजी क्षेत्र सबैको यसमा चाहिँ संयुक्त सहभागिता भयो भने यसको चाहिँ राम्रो प्रभाव पार्दछ। र यस्तो कार्यक्रमको लागि आगामी दिनहरूमा चाहिँ B2B कार्यक्रमहरू चाहिँ हामीले विदेशहरूमा पनि आयोजना गर्नुपर्ने देखिन्छ। जस्तो अहिले हामीले विदेशीलाई आमन्त्रण गरेर यस क्षेत्रमा गराइरहेका छौँ भने हामीले पनि पर्यटन बोर्डहरू लगायत अन्य पर्वतीय संस्थाहरूसँग, सरकारसँग, प्रदेश सरकारसँग, स्थानीय निकायहरूसँग समन्वय गरेर विदेशमा पनि यस्ता ट्रेड फेयरहरूमा सहभागी हुने, उनीहरूसँग भाइचारा सम्बन्धहरू कायम गर्ने र यहाँका पर्यटन व्यवसायलाई त्यहाँका पर्यटन व्यवसायहरूसँग साक्षात्कार गराएर एउटा चाहिँ मिडिएटरको रूपमा चाहिँ सरकारले पनि आफ्नो भूमिका खेलाउन सक्नुपर्छ र हामीले त्यस्तै विषयलाई केन्द्रित भएर रहेर आगामी दिनका कार्यक्रमहरू आयोजना गर्नेछौँ।